हेलो एभ्रिवान, तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु, सन्चै छु। देख्न सक्नुहुन्छ आज चाहिँ म यहाँ छु। यति ब्युटिफुल सुन्दर नेचर हैन। मेरो यो साइडमा चाहिँ समुद्र छ। कति हो हेर्नु न, समुद्रै सुन्दर पानी छ भने यो साइडमा चाहिँ ब्युटिफुल घरहरू छ, सुन्दर घरहरू छ। अनि यो साइडमा चाहिँ एकदमै ग्रीन, हेर्नु न यस्तो राम्रो सुन्दर जङ्गलहरू छ। यो साइडमा चाहिँ मेरो ह्यान्डसम मान्छे हुनुहुन्छ। खुसी भएर कति खुसी हो, ओ माइ गॉड। हेर्नुलाई खुसी भएर अहिले पेसिफिक ओसनको यो छेउछाउतिर छौँ। अनि डेमा चाहिँ हामीले ठ्याक्क यो उसको बारेमा हेरिरहेको थियौँ क्या, प्रशान्त महासागरको बारेमा। नेपालीमा चाहिँ प्रशान्त महासागर भन्छ। यसको बारेमा पुरै आज रिसर्च गरेको बुढाएर मैले। अनि यसलाई के पनि भन्दो रहेछ अरे भन्दाखेरि मिस्टिरियस ओसन होइन बाबा, के भन्छ त्यस्तै भन्दो रहेछ। अनि आज चाहिँ पुरै हामीले सुनामीहरूको बारेमा, जापानको बारेमा, भूकम्प सबै कुराहरू चाहिँ रिसर्चहरू गऱ्यौँ, हेऱ्यौँ, बस्यौँ घरमा। अनि इभिनिङ टाइममा चाहिँ यसो निस्केको। अनि कस्तो सुन्दर, ओ माइ गॉड, यति सुन्दर यति ब्युटिफुल है। भ्यूहरू पनि कस्तो सफा होइन, हेर्दा पनि एकदमै आनन्द लाग्ने कि। म ब्याक क्यामेरा गरेर देखाउँछु ल। हेर्नु त यस्तो छ त। अब यहाँ कहाँ छ त यसको अन्त्य, समुद्रको अन्त्य कहाँ छ त, छैन है। पुरै पानी छ। अनि यहाँ हेर्नु न यस्तो ब्युटिफुल घरहरू है, जङ्गलहरू कस्तो राम्रो छ। मेरो बुढा चाहिँ काममै व्यस्त हुनुहुन्छ। यहाँ पर चाहिँ फेरि मान्छेहरूले फिसिङ गर्दै हुनुहुन्छ है। मलाई कस्तो गर्नु मन छ बुढा, मलाई नि यस्तै गर्नु मन छ कि, फिसिङ गर्नु मन छ। तपाईँलाई कस्तो लागिरहेको छ? ठिकै हो, यति चाहिँ आएर छ। तपाईँलाई कस्तो, How you feeling right now? I am feeling very good. यस्तो राम्रो है, हावा चलिरहेछ, समुद्रको पानी यति निट, यति क्लिन। अनि आकाश त्यस्तै फेरि हेर्नु न कति ब्युटिफुल बादल है। सबै कुरा समग्रमा यति आनन्द, यति राम्रो महसुस गराइरहेछ मलाई चाहिँ। अनि अहिले चाहिँ फेरि अब एकछिन यहीँ टाइमहरू स्पेन्ड गऱ्यौँ, गफसफ गऱ्यौँ हस्बेन्ड वाइफ। अनि बुढालाई नि भोक लाग्यो अरे, सो मासु पोलेर खाने जाउँ भन्ने सल्लाह गरेर जाँदैछौँ। क्याकिनिको यासान भन्ने ठाउँ, रेस्टुरेन्ट के भन्छ होइन, जाँदैछौँ, अन द वे छौँ। मेरो बुढा चाहिँ पुरै बिजी हुनुहुन्छ फोनमा, काम पनि गर्नै पर्यो। हाम्रो भारी यस्तो छ, गाह्रो छ। उज्यालोमै हिँडेको मान्छेहरू हामी चाहिँ यति बेला घर फर्क्यौँ। एकदमै गर्मी भएर यहाँ चाहिँ हावा चलिरहेको रहेछ। अनि एकछिन बसेको। अनि बाटोमा आउँदै गर्दा हस्बेन्डमा चाहिँ त्यो अहिले भुटेको सिएको पात फुटेको विषयको कुराहरू गर्दै आएको। कस्तो दुःख लाग्यो न्युजहरू हेरेर। के गर्नु है, मान्छेको जिन्दगी थाहा हुँदैन कतिखेर के हुन्छ भनेर। एनिवे तपाईँहरू सबैजना आफ्नो केयर गर्नु होला। भिडियो हेरिदिनु भएको लागि थ्याङ्क यू सो मच। बाई बाई, गुड नाइट।